हेलो साथीहरू, म तपाईँहरूलाई यहाँबाट सिकाउँछु आफ्नो मेरो सेयर चाहिँ कसरी स्टार्ट गर्ने, न्यू युजरहरूले चाहिँ कसरी चलाउने भनेर। सो तपाईँहरूले सबभन्दा सुरुमा मेरो सेयर एप डाउनलोड गर्ने वा त क्रोमबाट मेरो सेयर लिङ्क ओपन गरेर खोल्ने। सो तपाईँहरू चाहिँ जस्तो यहाँ मेरो हेर्न सक्नुहुन्छ मोबाइलमा मेरो सेयर एप मैले डाउनलोड गरिसकेको छु प्ले स्टोरबाट र यु क्यान सी इट होइन। अब चाहिँ म स्टार्ट गर्छु मेरो सेयर एप। सो यहाँ मैले स्टार्ट गरेँ। अब आफ्नो कुन ब्याङ्कमा मेरो सेयरको यो छ खोल्नु भएको छ, कुन ब्याङ्क थ्रु खोल्नु भएको छ त्यो ब्याङ्कको नाम लेख्ने। जस्तो कि मेरो एनआइसिएसिआईबाट छ, सो मैले एनआइसिएसिआई ब्याङ्क लिमिटेड यहाँ सर्च गरेर मैले क्लिक गरेको। आफ्नो युजर नेम पासवर्डहरू सबै आएको हुन्छ, सिआरएन नम्बरहरू यही प्रोसेसमा। सो आफ्नो युजर नेम र पासवर्डहरू पनि हाल्ने। जस्तो कि मैले यहाँ मेरो पासवर्ड हाल्दैछु। अब आफ्नो पासवर्ड के छ नबिर्सिकन आफ्नो पासवर्ड चाहिँ यहाँ हाल्ने। पासवर्ड हालिसकेपछि चाहिँ मेरो यहाँ ओपन भयो। अनि ओपन भएपछि चाहिँ यहाँ हामीले करेन्ट इस्युहरू के छ, कुन कम्पनीले खोलेको छ किताहरू, आइपिओहरू कुन कम्पनीले खोलेको छ, आइपिओ अथवा एफपिओ त्यो हामीले हेर्न सक्छौँ। जस्तो कि अहिले विजय लघुवित्तले खोलेको छ। पहिले चाहिँ मेरो यो सालपाबाट थियो खुलेको, मैले भरेको। सो सबै डिटेलहरू यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। र रिन्यू गर्नुपर्ने छ आइडी के छ भनेर तपाईँ यहाँ आफ्नै यो मा हेर्नु, जस्तो प्रोफाइल खोलेर माई प्रोफाइलमा गएर हेर्नुपर्छ। मेरो जस्तो रिन्यू एकाउन्ट देखाएको छ, सो हामीले रिन्यू एकाउन्ट गर्नुपर्छ। सो यसरी चाहिँ हामीले आफ्नो मेरो सेयर एकाउन्ट चाहिँ खोल्न सक्छौँ। र यहाँ भर्ने बेलामा आफै त्यहाँ अप्सन आउँछ के थ्रु तपाईँले भर्नुहुन्छ भनेर। ई सेवा, आइएमइपे, ब्याङ्क थ्रु के थ्रु गर्नुहुन्छ यहाँ आफै अप्सन आउँछ। जस्तो यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ मागेको डिटेल सबै दिनुपर्छ। र ब्याङ्क एकाउन्ट थ्रु गर्ने, मैले चाहिँ ब्याङ्क एकाउन्ट थ्रु गरेको छु र त्यही अनुसारले यहाँ गर्नुपर्छ। तपाईँहरूले त्यही अनुसार गर्नुपर्छ। यसरी चाहिँ गर्नुपर्छ है त। थ्याङ्क यू।